भन्दा धेरै वर्ष अगाडिको कुरा हो। हाम्रो परिवार सानो थियो। परिवारमा बाबा, मम्मी, म र दिदी गरी जम्मा 4 जना थियौँ। म घरमा एक्लै बस्थेँ। म एक साधारण अनि गरिब परिवारमा जन्मेकी छोरी हुँ। गाउँलेहरू सबैले मेरो बाबा आमालाई छोरी पाए भनेर सधैँ हेला गरिरहन्थे। तर मेरो बाबा आमा एकसाथमा हुनुहुन्थ्यो। उहाँहरू बनाइमा भन्दा बढी कर्ममा विश्वास गर्नुहुन्थ्यो। मेरो दिदी पनि कक्षा 8मा अध्ययन गर्दै हुनुहुन्थ्यो। विद्यालय टाढा थियो। घरबाट धाएर जानु पर्थ्यो अनि म घर नजिकैको विद्यालयमा पढ्थेँ। बाबा मम्मी सधैँ अरूको नोकरी गरेर गुजारा चलाउनुहुन्थ्यो। एक दिन आमा र बाबा घरबाट धेरै टाढा जानुभएको थियो काम गर्नको लागि। घरमा म एक्लै थिएँ। दिदी पनि विद्यालयबाट आउन धेरै ढिला गर्नुभयो। साँझ छिप्पिँदै थियो तर घरमा कोही पनि आउनु भएन। मलाई धेरै डर लाग्न थाल्यो। सुनसान ठाउँ थियो। वरपर घरहरू पनि थिएनन्। न त मसँग फोन गर्नका लागि मोबाइल नै थियो। म ढोका थुनेर बसिरहेको थिएँ। धेरै डराएको थिएँ। बाहिरबाट ढोकामा आवाज आयो। मलाई लाग्यो दिदी आउनुभयो। मैले खुसी हुँदै ढोका पनि खोलेँ। तर त्यहाँ त अरू कोही मान्छे थियो। मलाई झन् धेरै डर लाग्न थाल्यो। मैले के कामका लागि आउनुभयो भनेर सोधेँ। उहाँले भन्नुभयो, नानी म पल्लो गाउँबाट आएको। मेरो नाम हरि हो। तिम्रो बाबा मम्मीलाई भेट्न आएको। म डराइरहेको थिएँ। मैले भने, घरमा कोही हुनुहुन्न, तपाईँ जानुहोस्, भोलि आउनु। बाबा मम्मी नभएर के भयो त, तिमी छौ त भन्दै उहाँ एक्कासी कोठामा पस्नुभयो। उहाँले ढोकामा चुकुल लगाउनु भयो। मलाई साह्रै डर लाग्यो। म रुन थालेँ। तर कसले सुन्थ्यो र? उहाँले मलाई उचालेर बेडमा लग्नुभयो। मलाई जबरजस्ती गर्ने प्रयास गर्नुभयो। म भाग्न खोजेँ तर सकिनँ। उहाँले आफ्नो काम सक्नुभयो अनि जानुभयो र जाँदा जाँदै यो भन्नुभयो कि यदि कसैलाई भनिस् भने म तँलाई मारिदिन्छु। म धेरै रोइरहेकी थिएँ। दिदी आउनुभयो। दिदीले सोध्नुभयो, किन रोएकी बहिनी, के भयो? म डराइरहेको थिएँ। कतै त्यो मान्छेले मार्छ कि? मैले कसैलाई केही भन्नुहुन्न जस्तो लागेको थियो। त्यसैले मैले भने, केही भएन, एक्लै डर लाग्यो त्यसैले रोएकी। समय बित्दै गयो। म पनि आफ्नो पढाइलाई निरन्तरता दिएर अघि बढ्दै गएँ। तर मलाई त्यो दिनको ती कुराहरूले सधैँ सताइरहन्थ्यो। कहिले पनि बिर्सिन सक्दिनथेँ। एक दिन हाम्रो विद्यालयमा वार्षिक उत्सव कार्यक्रम सञ्चालन भएको थियो। त्यस कार्यक्रममा त्यो मलाई जुन गलत व्यवहार गर्ने व्यक्ति थियो ऊ पनि सहभागी भएको रहेछ। मैले उसलाई देखेर चिनेँ। मलाई फेरि डर लाग्यो। कतै यो मान्छेले पहिलाको जस्तै व्यवहार त म माथि गर्दैन। तर म केही बोलिनँ। पछि उसको कुरा सुने। ऊ त मसँग माफी माग्नको लागि मेरो छेउमा आएर मेरो खुट्टा समाउन थाल्यो अनि खुट्टा समाउँदै माफी माग्यो। सबैजना छक्क परेर हेरिराख्नु भएको थियो। म केही बोलिनँ। फेरि उसले भन्यो, मैले यो नानीमाथि गलत व्यवहार गरेको थिएँ। यो नानीमाथि दुर्व्यवहार गरेको थिएँ। जबरजस्ती गर्ने प्रयास गरेँ। आज मलाई पश्चाताप भएको छ। मेरो आमा बाबाले यो संसार छोडेर जानुभयो। घरमा श्रीमतीले पनि छोराछोरी लिएर माइत गएर बसी। म लिन गएँ तर ऊ आइन। केही समयको अन्तरालपछि हाम्रो डिभोर्स पनि भयो। तर मेरी सानी छोरी बाबासँगै बस्छु भनेर मसँगै बस्न थाली। घरमा छोरी र बाबा 2 जना मात्र बस्थ्यौँ। एक दिन म बाहिर गएको बेला मेरो साथी आएर मेरो छोरीमाथि जबरजस्ती गरेर गएछ। मलाई साह्रै नराम्रो लाग्यो।
म पागल जसरी रुन थालेँ। उता श्रीमतीले पनि थाहा पाएर पुलिस रिपोर्ट गरेछ। अहिले मलाई पुलिसले खोजिरहेको छ। मेरो सहारा, मेरो सानी छोरी पनि यो संसार छोडेर गई। उसले आत्महत्या गरेछ। अब म बाँच्नुको अर्थ के रह्यो र? मैले यस्तो के पाप गरेँ? मैले गरेको पापको सजाय मेरो सानो छोरीले भोगी। मलाई माफ गरिदेऊ नानी। मैले तिमीमाथि धेरै ठुलो अन्याय गरेको रहेछु। मैले आफ्नो जिन्दगीबाट यो पाठ सिकेँ कि अरूमाथि गलत गर्ने मान्छेलाई कहिले पनि सुख प्राप्त नहुने रहेछ।